एउटा अनुहार मिल्दैन पच गर्ने नछ त्यतिकै अनुहार साउन्ड जान्छ जान्छ साउन्ड जान्छ जान्छ है अहिले हामी ईश्वरबाट फर्किँदैछौँ ईश्वरबाट फर्किने क्रममा हामी अहिले यहाँ मकै बारी देखिराखेका छौँ यो मकै के गर्छ थाहा भएन बेचिन्छ कि आफै खाने हो कि बिजनेसै हो बिजनेस हो त्यत्रो कहाँ खान्छ बिजनेसै हो नि त्यहाँ चाहिँ कुखुरा फार्म छ हेर्नुहोस् है ब्रोइलर कुखुराहरू गर्मी अति छ यहाँ गर्मी चाहिँ घुम्न अति रहेछ यो रातो माटो भएपछि चाहिँ गर्मी हुन्छ भन्ने कुरा त मैले पहिले थाहा थिएन अहिले चाहिँ थाहा भयो मकैबारी नै मकैबारी यो ठाउँको नामै मकैबारी हो क्या हो धेरै नै मकैबारी छ मकैबारी नै मकैबारी छ तर जस आनन्दको ठाउँ रहेछ अलिकति तातो हावा चल्ने रहेछ है तराई अलिकति तराईलाई चित्रण गर्दछ अलिकति रोक्यो झ्याप्प रोक्यो भने पसिना आउँछ बाइक चलिरहेको छ म त ठिकै हो यो अलिकति बाइक साइक रोकेपछि एकदिन थप्प हुने बेला धेरै गर्मी रहेछ यहाँ सोचेको भन्दा पनि गर्मी बढी रहेछ यहाँ तर पाहाड हो नि पाहाडमा नि यस्तो गर्मी है पाहाड हो त्यही पनि गर्मी छ हाम्रा मित्रहरू चाहिँ यहाँ देखिराख्नु भएको छ कोही कोही रिसाइरहेको छ नि यो बड्डोहरू धेरै यो रिसाउँछ नि बड्डोहरू हेलो लजाउँ केटाहरू बी ग्रुपले हामीलाई ढोका दिए पहिला गयो बिटा ग्रुप कन्फर्म त मलाई कन्फर्म थाहा छ क्या मैले बिहान कुरो गरेर हिसाबले होइन भएर पहिला गइसक्यो यिनीहरू पहिला गइसक्यो बेचिएर आएको ल जाउँ केटाहरू कारखानामा पर्खिने अब पर्खिँदैन हामी भात खाएर सिटेपछि उनीहरूलाई कुरेर बसिरहन्छ छोडेर यहाँ सरोज रिसाइरहेको छ हामी भात खाने बेलासम्म आइपुग्छ नि त कहाँ आइपुग्छ सरोज रिसाइरहेको छ कहाँ आइपुग्छ अरू को रिसाएको छ यहाँ भरे तपाईँ रिसाउनु भयो के गर्ने होला अब रिसाउनु अघि नै हिर्काइन्छु भनेर रिस अलिकति बुच्चालाई बसाउनु नउठाउनु रिस नउठाउ केटाहरू जाउँ अरू रिसाएकोले फेरि भिजन चाहिँ हाँस्छ फेरि केटाहरू बिस्तारै बिस्तारै है बिस्तारै हो बिस्तारै सँगै सँगै जाउँ बाटोमा खोला खोला छ है यहाँ हेर्नुहोस् तपाईँहरूले खोला खोला छ फेरि मकैबारी छ यो त बढ्नै बाँकी छ कहिले अर्को पर्छ अब अर्को पत्ता चाहिँ होइन राजकुमार यो कलङ्कीमा किटुरमा आउन सक्छ मकै बेच्नलाई यार यो मकै 50 रुपियाँको तिनवटा भनेर यो मकै यही मकै पनि आउन सक्छ क्या हुँदैन 50 रुपियाँको तिनवटा 100 रुपियाँको 6वटा 50 रुपियाँको 2टा 100 रुपियाँको चाहिँ लियो भने चाहिँ कसले भने चाहिँ फेरि एउटाको 50 रुपियाँ है फेरि त्यसैले मान्छे जल्नुपर्छ क्या राजकुमार दाइ भ्यालु हुनको लागि मान्छे जल्नुपर्छ क्या अनि भ्यालु हुन्छ हो कि होइन यहाँ त बाटो बाटोमा जलेपछि चाहिँ भ्यालु हुन्छ सिमी पनि रहेछ ल यहाँनिर एउटा राम्रो घर देखेको छु मैले एक आनामा बनेको घर एक आनामा एक आनै होला त्यो यस रमाइलो गरेर आयो सबैजना खुसी छन् तर दुईवटा टिम चाहिँ पहिला गएर बर्बाद भयो कुन यही बाटो हो यही बाटो हो नि है मिस्टेक बाटो गयो भने लामो हुन्छ मकै तपाईँहरू हेर्नुहोस् यताततै मकै नै मकै छ मकैको खानी छ खानी यो ठाउँलाई चाहिँ मकै खान्छ भनेर दिन्छ ठाउँको नामै मकैबारी मकैबारी है केटाहरू बिस्तारै है यही बाटो होला मैले हिजो ठ्याक्कै सम्झिराखेको थिएँ हिजो जाने बेला मैले ठ्याक्कै सम्झिरहेको थिएँ यो बट्टमण्डनको यही बाटो होला त्यो ठ्याक्कै चिनो छोडेको थियो यहाँ कति दिनपछि बट्टमण्डन देख्छु हेर्नुहोस् रातो माटो पुरै आँटेको सरोज त एक्लै भयो नि यार सरोज यस्तै हो पहिला गएछ यहाँ सरोजको पछाडि बस्ने
यहाँ पनि फलिरहेको छ अहिले पार नगर्नेसम्म गर्नु यहाँ पनि फलिरहेको छ आफूलाई चाहिँ यो बुढा दुइटा नै रिसाएर रिस उठ्यो रे भाइ सबलाई हामी कस्तो लाग्यो रिसाएपछि अघि आइरहेको फटाफट अनि मैले के हो बिस्तारै पढ्दैन हामीले जस्तो लगाइरहेको छ यस्तो निस्किरहेको छ बोलाउँछु आउँदैन बोलाउँछु आउँदैन भनिरहेको राम्रो राम्रो घरको अब घर पनि घरकै राम्रो हुन्छ है यहाँ आनाको जग्गा कति पर्छ होला कसो भाइ यहाँ अलिकति किन्न पाए हुन्थ्यो यहाँ पनि 1-1.5 लाख पर्छ पर्छ होला है 5 लाख जतिमा आउँछ घरसम्म आउँदैन आनाको 5 मा आउँछ होला घरसम्म आनाको त्यस्तै पर्छ होला सोध्दै एकचोटि हेर्नुलाई कति आनाको 5 लाखमा आयो भने त यार आउँछ यहाँ आउँछ पाँच लाखमा आइहाल्छ आउँछ है सरोज खान आनै 5 लाखमा पनि सरोज छुट्टै विचार सरोज सरोज त बोल्दै बोल्दैन यार सुपारीको पनि देख्ला सुपारी बोल्छन् रहेछ ठुलो उडिराखेको छ यहाँ तपाईँहरूलाई म प्रत्यक्ष रूपमा देखेर आएको पोखरी आएको है अब त हामी चर्ने मात्र काम हुन्छ चर्ने काम मात्रै हुन्छ यत्रो भिडियो खिचेर राजमारे फेरि त्यतिकै हावामा परिरहेको भिडियो फेरि हेर नि त्यहाँ रातो स्टार गरेर छ रातो नम्बर आइरहेको छ टाइमर आइरहेको हुन्छ कि टाइम आइरहेको छ अफ छ केही पनि देखिरहेछ यत्रो भिडियो लोकल लोकल गाड किन पनि हुने है अलिकति किन लाने क्या अब उता बेच्यो अब उता किन आउँछ अब भिडियो खिच्यो नि कहिले भिडियो देख्नु पर्ने घाम भएर नदेखाएको है होइन त्यो आफै अफ हुन्छ कि रातो लाइट ब्लिङ भइरहेको होइन पिक रातो लाइट ब्लिङ भइरहेको के देखेन अब छेउमा कि छेउमा भइरहेछ भइरहेको है ठिक छ स्टार भइरहेछ ल सर उसमा अलिक खाना छ आवाज ल्याउँछ केटाहरू बिस्तारो आउनु कामै भइरहेको कामबाट भने लप्पीदेखि पार्ला भने लप्पीदेखि पार्छ लेब्ले लप्पीदेखि पार्छ भेटेको लाग्छ 5 थल नगरपालिका हेर्नुहोस् बाटैमा पुरै रातै माटो यो हामी काठमाडौँमा चाहिँ 50 रुपियाँ किन्छौँ एक पोका एक पोकाको 50 रुपियाँ किन्ने माटो यही हो त्यो चाहिँ हाम्रो हिन्दू धर्मअनुसार पोर्नुपर्ने हुन्छ होइन हाम्रो नेवारहरूको त बिहान हरेक दिन पोर्नुपर्ने हुन्छ यही माटोबाट हामी पोर्ने गर्छौँ ट्र्याक्टरमा ल्याएर बेच्ने आउँछ सायद यहीँको माटो हो कि हुनसक्छ ह्यामुचा मल्ला भनेर बेच्ने आउँछ क्या ट्र्याक्टरमा त्यो ट्र्याक्टरमा गाडामा बोकेर गाडामा आउँथ्यो अहिले ट्र्याक्टरमा आउँछ ह्यामुचा मल्ला भनेर किटी पुऱ्याउनु बेच्ने आउँछ हिजो बाइक बिग्रेको ठाउँमा आइदियो पुग्यो घाटै घाटेर घाट रहेछ त केटाहरू त्यहाँ पुसिएको छ ल
हिजोमा पानी बढेछ क्या हो यो सरकारी बाइक छ त सरकारी बाइक छ पानीमा सरकारी बाइक चल्ने सरकारी बाइक र हाम्रो दाइलाई ठ्याक्कै थाहा भयो सरकारी बाइक भनेर सरकारी बाइक लिएर दाइ हाम्रो पछाडि बाइक छ कि पछाडि भनेको पछाडि यसको देखाउँछु नि त्यसको ल यहाँ खोला ल है अर्ग्यानिक लस्सी सेन्टर रहेछ लस्सी घुमाउने बाटो रहेछ राम्रै त्यो अगाडि गएको हाम्रो डिभिजन जातहरूले चाहिँ कसरी अर्को बाइकले सरकारी बाइक भनेर भनेको सुरुबाट म त हाम्रो बाइकलाई भनेर जस्तो लागेको थियो अर्कोलाई के छ अर्को बाइकलाई भनेर सरकारी बाइक नम्बर प्लेट देखाइदिनु लाग्यो मैले हाम्रो तर हाम्रो बाइकलाई भनेर भने चाहिँ होइन हामीले अब नम्बर त्यहाँ छ भने त्यसमा हेर मिल्छ तर नचलाउनु पर्ने यार राजमा महिनामा यार त्यत्रो ट्याक्स तिर्छौँ हामी यार होइन तपाईँ आफै विचार गर्नु न ट्याक्स तिर्दैन हामी यार घरमा घुम्न वर्षमा लगभग कुनै 25-30 हजार जस्तो नर्मल खाने मान्छेले पनि तिर्छ होइन किन हामी पैसा हुँदैन सरकारी बाइक भन्ने बित्तिकै बिस्तारै अहिले रातमा क्यामेरा देख्ने बित्तिकै क्यामेराको पावर पनि हुने रहेछ यार बिस्तारै आइरहेको छ पछाडि धेरै भइरहेको छ सँगसँगै आइरहेको है यो अगाडि हाम्रो यो बाइक ठ्याक्कै उता पछाडि सरकारी बाइक पनि आज चलाइरहेको छ भनेर भन्ने बित्तिकै र आफैसँग क्यामेराको पावर हो क्या बाथरुम चलाउनु हुँदैन क्या हामीले तिरेको ट्याक्स यार हामीले ट्याक्स दिने इच्छा हुन्छ रातमा त होइन महिनामा ट्याक्स तिर वर्ष ट्याक्स तिर त्यत्रो ट्याक्स तिरेको पैसाले शनिबार त चलाउनु बोक्नुपर्ने हो हुन आवाले रातमा देख्यो भने अगाडि आउँछ यसो नम्बर प्लेट देखाइदिन्छ यहाँबाट त्यही हो यहाँ क्यामेरादेखि आएकै छैन होला पछाडि अहिलेसम्म सँगसँगै आइरहेको कासेर तिनीहरू भन्ने बित्तिकै तर बाटो चाहिँ सत्तरी रहेछ है नेमर कति छ रातमा रहेको डक्टर लगाइदियो कुन होला पछि नकिचाउला नि कुन भयो आफै बन्द हुन्छ नि टाढो दौडिरहेछन् हिजो सडकको त्यहाँ बाइक बिग्रेको ठाउँ त कहिले बिग्रिँदैन यहाँनिर बाइक बिग्रिहाल्ने सम्झिन्छु क्या अर्कोबाट पनि त्यही बाटो पर्यो फेरि यो बाटो पऱ्यो भने चाहिँ यहाँनिर चाहिँ सरोजको बाइक बिग्रेको थियो तनाव बनाएको थियो भनेर भन्नुहुन्छ है खाना खाने बेला कहिले नदेख्यो किरा भने कहिले कुन किरा आउँछ कहिले कुन किरा आउँछ पुरा अर्ग्यानिक किरा सबै ठिकै हिजो त्यो रिजोर्टमा त तर खाना खाने ठाउँमा चाहिँ किरा आउने चाहिँ धेरै नै त्यो ठ्याक्कै पुरै जङ्गलको बिचमा अड्याएर भएको हुनाले
त्यो बत्ती बालिरहने भयो भरको जङ्गलभरको किरा आयो क्या किराहरू उडेर आयो। कहिले नदेखेँ किराहरू मसिनो मसिनो आँखामा छिर्ने कि आँखामा छिर्ने ओइ केटा र तारगुडीमा चलाउ बिस्तारै आऊ काठमाडौँको एक आना जग्गा किन्ने जग्गा त्यो पैसाले यहाँ त आउँछ होला है झ्याप्पै घर बनाउन कम्पाउन्ड बनाउन त्यस रिसोर्स सिसोर्स खोल्नलाई राजमाले मजाले जग्गा किन्न पाउँछ लागेको छ है अरू भन्दा नि रिसोर्स खोल्नलाई क्या है यहाँ गर्मी चाहिँ रिसर्च चल्दैन गर्मी महिनामा चल्छ 4 महिना सक्छ 4 महिनामा त यत्रो हाइट छ ल यत्रो हाइटनिर बाटो जग्गा भइरहेको त्यो रिसर्च भएर सबै सिजनमा चल्नु हुनुपर्छ कि गर्मी पनि गाह्रो पर्ने होइन चिल्लाङमा छ नि त्यहाँ पनि गर्मी त हुन्छ तैँले यहाँ जस्तो गर्मी त्यो हातकोसेहरू गोबर गनाए यहाँ त है गोबर गनाए गोबर यहाँ अर्ग्यानिक बनाएको गोबर गनाए अर्ग्यानिक गोबर गनाए यहाँ करेन्ट चाहिने योबाट ठिक हुन्छ 5 लाख तकिएर हेर्नुहोस् के गियर चाहिँ मिलाउनु है गियर मिस्टेक भयो भने त फेरि पछाडि जान्छ फेरि गियर चेन्ज गर्नु बिर्स्यो भने त त्यो ठाउँ छ ठाडो ठाडो छ यार हाम्रो केटाहरू त्यहाँ छन् खाना खाना आइपुग्यो सर ल जाने बेला 15 जना फर्किने बेला कतिजना 11 जना 11 जना हो केटाहरू आउँदैछ सब ठिक छैन महादेव रहेछ म्याउमा खाऊ होला भर्खर खुल्यो यार तुली खेलेर काब्रे चिसो चिसो ठाउँमा भात खाने भात है घरमा हुँदैन यार गरी ठाउँमा नखाऊ है चिसो ठाउँमा भात खाऊ है होइन किन नागको रहेछ ल महादेवको रहेछ ल है जय महादेव गणेश ल है पुरै ढुङ्गाको माथि बनाएर राखेको रहेछ हेर्नुहोस् सारा यतापट्टि विष्णु यतापट्टि महादेव यतापट्टि सारा गणेश
ल 5 खालको आलु हेर्नुहोस् यहाँ बोरा 5 खालको आलु यहाँ लोकल उठ्यो है लोकलको आलु खर्च नसल उपलब्ध पक्कै फेमस आ पक्कै अलिअलि शीतल अहिले पनि यहाँ गुम्मा छ है अलि यहाँ शीतल हावा हल्का चिसो हावाले भयो तो पिच छिर ल्याए पछि शीतल चिसो तल भन्दा चाहिँ बेटरै छ झाडले छोड्यो म धेरै खान्न मलाई पच्दैन भने मान्छे त सबभन्दा पहिले बिगाले हुन्छ भन्दै छ बिग्लाले पुग्छ भने मान्छे लाग्यो त पुरा फेरि सबभन्दा पहिले नुहाउन आएको फेरि हाम्रो किसुने हो यार चाँडै उठेर नुहाउन आएको आउँथ्यो त किन उतापट्टि पस गर्न पनि लिएर राजकुमार मैले भन्ने पस गर्न मिल्दैन एकछिन पस गर्न